साथीहरू फेरि हाम्रो साह्रै रौसे बुहारी छिन्यो काममा त्यस्तै बोल्नु त्यस्तै मेरो नाक यहाँ रौसे छिन् ऐ मेरो नाक यहाँ मम्मी पक्रिदिनु न काम केही बाँकी रहँदैन बोल्नु त्यस्तै मेरो नाक कि छिन् मेरो नाक पक्रिदिनु सबैजना हेर्नुहोस् धेरै धेरै धन्यवाद छ हामी जेठी बुहारीलाई हेलो देख्नुभयो म कतिसम्मको रहेछु अनुहार सब कुरा तारिफ गर्नुभयो अनुहारको तारिफ गर्नु भएन क्या भन्नु त यो अनुहारको अनुहारको पनि ठिकै छ नि त अलिक काम बेसी गर्छौ अलिक बोल्न पनि अलिकति बेसी नि यो तारिफ हो कि यो सारिफ हो यस्तो हुन्छ तारिफ कस्तो खालको हुनुहुन्छ भने यहाँ त मम्मी तपाईँलाई चित्त दुखेन यस्तो आफ्नो बुहारीलाई यसरी भन्दाखेरि यहाँ हेर्नु सक्नुहुन्छ मलाई आजसम्म मेरो सास ससुराले नराम्रो कमेन्ट गरेको छैन यहाँ छेत्री आन्टी को हो तपाईँ जात जनाको क्या छेत्रीको जात जनाको हो कि होइन भन्नु हो 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 नत्र भने राम्रो 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 लास्टमा त छुस्स नराम्रो भनिहाल्नु भयो भन्ने थिएन अरू पर अरू छैनन् कोनि है भनिहाल्थेँ ल त ठिकै छ त्यसो भए सासु हो क्या म पनि यति त मैले माफ गरिदिएँ अब हामी के गर्नु हौ मम्मी आन्टी लाउरेको बुढी भएको भए लाउरेको बुढी भएको भए हुन्थ्यो दुई तला माथि बसेर खुट्टा हलाउँदै खान्थ्यो होला किसानेकोमा आयो हुँदैन त्यस्तो होला खुट्टामा खुट्टा चढाएर बसेपछि कहिले काहीँ खुस्किन्छ खुट्टा मेरो यही छ ठिक हेर हो ए त्यही खुट्टा खुस्किन्छ भनेरै होला मम्मी तपाईँले मलाई दाउरा काट्नु ल्याउनु भएको होइन नाम्रोले बाँधेर खुट्टा खुस्किन्छ हात लुलो हुन्छ भनेर खुकुरी कच्यालेर राम्रो हुँदैन किसानिया श्रीमान धेरै राम्रो धेरै अब के गर्नु राम्रो है यही भनेर पनि चित्त बुझाउनै पर्यो किसानियाकै बुढी राम्रो हो र ल सुन्नु होला कसैले तारिफ नगरे पनि कसैले मार्देला कि भन्ने पनि डर मर हुन्छ किसानलाई कसैले छुन सक्दैन हो त्यो त हो है हो आयो किसाने गयो किसाने जङ्गलतर्फ कहिले